हेलो गाइस, सो हामी चाहिँ भैरवकुण्ड जाँदैछौँ। सो हाम्रो तम तयारी सबै भइसक्यो। मेरो ब्याग यहाँ प्याक भइसक्यो। उषाले त्यहाँ प्याक गर्दैछ। बिहानको 7 बज्दैछ। 7 भन्दा 7:22 हुँदैछ। सनराइज एकदम मिठो भइरहेछ गाइस। आज मौसम एकदम राम्रो होला छ। उता चाहिँ अब हिउँ पर्छ कि पर्दैन के छ। अब हिउँ परेछ जस्तो लागेको छ भिडियोहरू हेर्दाखेरि चाहिँ। अब हेरौँ त्यहाँ गएर के हुन्छ। आधी बाटोबाट चाहिँ माथि जाँदैन अरे, बगामबाट छपर मकरसम्म पुग्दैन अरे गाडी चाहिँ। हामी चाहिँ स्कर्पियो बुक गरेर जानु लाग्यो। सो अब स्कर्पियो कहाँसम्म पुग्छ हेरौँ। आज गएर बगामसम्म बसिन्छ अरे, अनि त्यहाँबाट भोलि बिहान 3 बजी उठेर जानुपर्ने छ। हेरौँ अब भोलि बिहान कति बजी उठिन्छ र कहाँसम्म पुगिन्छ र कति बजी फर्किन्छ। सो गाइस, मौसम एकदम क्लियर छ, एकदम राम्रो छ, अनि घाम पनि मजाले टलक्क लगाइरहेछ। हामी चाहिँ गाडी कुरेर बसिरहेछौँ। गाडी आइपुग्ला अरे। सो लेट्स सी गाडी कस्तो छ हेरौँ, ड्राइभर दाइ कस्तो छ हेरौँ, मजाले लान्छ कि लाँदैन हेरौँ। र ठिक छ, लेट्स ह्याभ फन गाइस। सो हाम्रो गाडी पनि आइसक्यो। के छ ब्रो, के छ। हेलो गाइज, हेलो। सामान राख्नुपर्ने दाइ, ब्याग राख्नुपर्ने भित्र, पछाडि राख्ने अहिले। ल नालाबाट बनेपा हुँदै अहिले चाहिँ 5 खालको बाटो निस्किँदैछौँ, दहलघाट। सो बाटो चाहिँ एकदम राम्रो छ। अलिकति साँघुरो भए पनि टेरेनहरू चाहिँ एकदम राम्रो छ है गाइज। अलिकति टाढा काँडा, साँघुरो चाहिँ साँघुरो छ। गाइज, हामी दोलाल घाट पनि आइपुग्यौँ। गर्मी छ अलिकति दोलाल घाटमा। र दोलाल घाटको चेकपोस्ट र रोक्यो, ट्राफिकले हामीलाई किन रोक्यो। दोलाल घाटको पुल यो कुन चाहिँ खोला रे राजा, मन त बिर्सेँ। सुनकोशी हो। बिर्सेँ यार, के हो। तिमीलाई थाहा छ? पोल्युसनको त्यो कार्ड हो क्या त्यो हरियो भनेको चाहिँ। ट्राफिकले त्यही कुरा गर्दा हो गर्नु चाहिँ। ठिक छ दाइ, अब खाना खाने सिमलेमा भन्नु होइन? ए ल, 20 मिनट अब। ठिक छ। सो गाइस, यो दोलाल घाटको खोला चाहिँ इन्द्रावती र सुनकोशीको दोभान रे। अब चाहिँ हामी सिमलेमा छौँ। दोलाल घाट हुँदै अहिले कति बज्यो? 11 बज्न लाग्यो। अब हामी भात खान्छौँ, अनि मिल्यो भने पायो भने अलिअलि किनमेल पनि गर्छौँ होला। हेरौँ ल के हुन्छ है त गाइस। सो गाइस, हामीले भर्खर भात खायौँ। अब हामी हिँड्न लाग्यौँ सिमलेबाट अब कता होला, 12 भन्ने ठाउँ होइन? अनि त्यसपछि दाक्लाङ, अनि आज हामी पुग्छौँ बगाममा गएर बस्छौँ, अनि भोलि बिहानै निस्किन्छौँ त्यहाँबाट। खाना कस्तो लाग्यो गाइस? दामी, मिठो।
मिठो त खाना ल ठिक छ हामी चाहिँ अब यहाँ दाकलाङ भन्ने ठाउँबाट तलतिर लाग्छौँ यताबाट सिधा गयो भने चाहिँ बोर्डरतिर पुग्नु भयो तातो पानीतिर सिधा चाहिँ तातो पानीतिर चाइना पुगेर आउने यताबाट तल लाग्छौँ गर्मी एकदम छ है गाइस गाडी नतानेर पछाडि आएर छ उकालो छ गाइस सर हजुर सर कहाँ पुग्यौँ हामी छ्याङसिङ होइन लिस्टी छ्याङसिङ भर्खर लिस्टी कोट भन्ने ठाउँमा अब आनीलाई हेर्नु जानुपर्छ सो हामी लिस्टी कोट आइपुग्यौँ एकछिन ब्रेक लिँदैछौँ अब मन्दिर चाहिँ त्यहाँ छ त्यहाँ मन्दिर छ त्यहाँ मन्दिर गएर एकछिन घुम्छौँ हामी कस्तो हुँदैछ त अफ रोड राइड गाइज दाइ चाहिँ पार्क गर्न जानुहुन्छ गाडी हाम्रो गाडी त निलो कलरको थियो जस्तो लाग्यो बाटोमा धुलोले खैरो बनाइदियो This is the Listi Mai temple for you. हाँस उठ्छ अरे गाइज अब हेर न मैले भिडियो बनाउन थालेँ कि हाँस उठ्छ अरे अब म बोल्न नजाने हो कि म अब बढी बोले हो कि के हो अब राजा भनिदियो यार राजा यति त गर्नु परिहाल्यो नि अलिअलि भए पनि मेमोरिज त राख्नु परिहाल्यो हाम्रो ग्रुपको भिडियोग्राफर फोटोग्राफर एक्सट्रोभर्ट इन्ट्रोभर्ट भइसक्यो यार म त बिस्तारै फेरि घुम्दै जानुपर्छ एक्सट्रोभर्ट फेरि हुँदै जानुपर्छ ल यहाँ हाम्रो एउटा बर्थडे कुकुर छ काले टोक्छ जस्तो छ यार यसले के भनेको जम सो यो गाउँ चाहिँ आनी गाउँ रे यहाँ चाहिँ सबै आनीहरू मात्रै बस्नुहुन्छ अरे सो हामी बगाम आइपुग्यौँ अब बगाममा छन् कति बज्यो 3:30 बज्यो अहिले भनेपछि भोलि चाहिँ अब हामी जानुपर्ने चाहिँ त्यो डाँडामाथि अरे डाँडामाथि त्यहाँमाथिसम्म अब कति बजे 4 बजीतिर हिँड्ने कुरा छ अब हेरौँ 4 बजे निस्किन्छौँ कि निस्किँदैनौँ ड्राइभर दाइले चाहिँ 5 बजीतिर निस्कौँ भन्दै हुनुहुन्छ सकेसम्म बिहानै निस्किनु पर्ला यो चाहिँ बगाम गाउँ ल गाइज राम्रो छ है रुमबाट भ्यू चाहिँ खतरा छ फेरि गाइजहरू खाँदैछन् भ्यू चाहिँ खतरा छ सो यो चाहिँ बगाम गाउँ हो हामी भोलि जाने चाहिँ माथि डाँडा चाहिँ छेकिरहेछ हामी बसेको होटेल चाहिँ यहाँ छ राम्रो छ होटेल गाइजहरू चाहिँ यसरी बसिरहेछन् हाम्रो नयाँ साथी आएको छ यहाँ कुखुरे बहादुर अनि के भन्दै हुनुहुन्छ उहाँले बगामको बारेमा हजुर
अनि खै त क्यामेरामा अलिकति बोल्दैन रहेछ ए ओके ठिक छ। हामी अहिले बगानमा छौँ हाम्रो होमस्टे के पासाङ होमस्टे पासाङ होमस्टेमा छौँ पासाङ होमस्टेको यो चाहिँ कुखुरे बहादुर के भनेछ उहाँ हो नमस्ते गर्दैछु सबैजनालाई केटाहरू पुरा हिमाल हेर्दैछन् हामी चाहिँ यहाँ गुम्बा घुम्न आएको गुम्बा पनि दामी रहेछ यो ठाउँमा बगानमा त्यस्तो ठाउँ चाहिँ मजाको छ है गाइज आउनुपर्छ सबैजना मिलेर भैरवकुण्ड वन्स इन अ लाइफ टाइम लेट्स गो बगानमा हामी खानासाना खाएर सुत्न लाग्यौँ है गाइज सबैजना गुड नाइट गाइज गुड नाइट गुड नाइट गुड नाइट गुड नाइट गुड नाइट ल गाइज बिहानको 4 बजिरहेछ हामी सबैजना उठेर फ्रेस भयौँ ड्राइभर दाइलाई भर्खर उठाएर आएँ मैले के भयो यो चलाकै छैन अब चलाउने आज ठिक छ सबैजना रेडी हुँदैछन् गाइजहरू फोनै नउठाएर दाइले बल्ल तल उठाउनु त ढोका ढकढक गरेर उठाउनु भयो बल्ल तल ल अब हामी रेडी भएर निस्किन्छौँ सी यु गाइज रेडी नभएर निस्किँदैन हाम्रो गाडी चाहिँ यता अड्केको अवस्था पुरै अड्केछ जान सकेको छैन यस्तो छ पुरै माटो के छ राजा गजब भइरहेछ है दाइले अब फेरि ट्राई गर्नुहुन्छ अरे यस्तो घटेको छ यो ठाउँमा त कसरी जाला त यत्रो त्यहाँ अझ त्यस्तो छ फेरि ट्राई गर्न लगाइरहेछन् दाइले दाइ धकालौँ दाइ है धकालौँ ल केटा गाडी चाहिँ गयो गाइज धकालेर भए पनि गयो ल गाइज गाडी गयो है गाडी गयो सही हो गाडी अगाडि पुगिसक्यो भेरी निट बिहानको 5:30 बज्दैछ माथि अब कहाँसम्म पुगिने हो ल लेट्स गो ल अब हामी गाडी पनि छोडेर अब हिँड्दैछौँ त्यहाँ सन्दीप कस्तो फिल भइरहेछ निन्दा लागिरहेछ ठिक छ सबै गाडीहरू यता राखिरहेछ हाम्रो गाडी चाहिँ त्यहाँ छ त्यो गाडी त्यहाँ राखेर भ्यू एकदम दामी छ ल सही हो ल हिँडौँ गाइज सो गाइज दिस इज छोकर मकर यहाँ पनि होटल छ उता पनि होटल छ गाइजहरू आउँदैछन् अब एउटा टोली यहाँ छौँ हामी अर्को टोली अगाडि पुग्नु भइसक्यो भिडियो खिच्दै हुनुहुन्छ ल ठिक छ अब कताबाट जाने चाहिँ थाहा छैन यहाँबाट अझै 3 घन्टा लाग्छ अरे लेट्स सी हाउ इट गोज
त्यही नै हो के भ्यू चाहिँ यस्तो छ आधी बाटोमा माथि गएर कस्तो हुने थाहा छैन सकेसम्म भ्यू खोलोस् भन्ने मेरो धारणा हो अब इच्छा हो अब भगवान्ले सुन्छ कि सुन्दैनन् अब हेरौँ चिसो चाहिँ चिसो छ एकदमै अब भर्खर एकजना दाइलाई भेटेँ उहाँहरू चाहिँ यहाँबाट 1.5 घन्टा जतिमा पुगिन्छ कि भन्ने कुरा छ अब हेरौँ कतिको चाँडो पुगिन्छ गाइस ताल चाहिँ पुग्यो होइन तर ताल चाहिँ कहाँ हो थाहा छैन यस्तो तरिकाले आइपुग्यो ठिक छ अब कस्तो भइरहेछ चिसो भइरहेछ मेन त अब ठिकै छ अब एकछिन पुग्छौँ हजुर ल यही भैरवकुण्ड गाइस सो हामीलाई चाहिँ छोकर मुकरबाट अराउन्ड 2 आवर्स जति लाग्यो अलि चाँडै नै हिँडेर आइपुग्यौँ बाटो चाहिँ एकदमै हिउँले भरिएको एकदमै चिप्लो थियो अब त्यस्तै टाइममा चैतमा आएको अब त्यस्तै हुने रहेछ यो टाइममा अलिकति हिउँ धेरै नै हुने रहेछ सो मन्दिर चाहिँ यो हो गाइस मन्दिरमा हामीले धुप बाल्यौँ अब अलिअलि चन्दा पनि दियौँ अब यहाँको पछि गएर केही डेभलपमेन्ट होस् न होइन अलिअलि भए पनि चन्दा त दिनु परिहाल्यो सो यही हो भैरवकुण्ड गाइस यति रहेछ भ्यू चाहिँ मजाले हेर्न पाएन तर केही छैन भैरवकुण्ड हेर्न पाउँदा एकदम खुसी लागेको छ गाइस भैरवकुण्ड पनि कन्कर्ड अचिभड के भन्ने अब के भन्ने बल्ल बल्ल आइयो यहाँ मेरो पुरै फ्रोज भछ यी सबै फ्रोज भएर बसेको छ यो सबै तिम्रो यो जुङ्गा पनि फ्रोज भछ जुङ्गा पनि फ्रोज भएको छ सिगाना आएर छ सो चोकर मकरबाट 2 घन्टामा पुग्यौँ अनि एकछिन 10-15 मिनट जस्तो बसेर चिसो भएर हामी फर्किहाल्यौँ सो हेर्न सक्नुहुन्छ यस्तै छ मौसम अलि हिउँले भरिएको चिसो 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 हावाले टेरेन चाहिँ राम्रो छ अब हुसु लगाएर चाहिँ मजाले देखाएको छैन नत्र त एकदम दामी ठाउँ छ है गाइस आउनुपर्ने ठाउँ है ल यति भन्दै म यो भ्लगबाट बिदा माग्छु सब्सक्राइब गर्नु होला लाइक गर्नु होला अनि भेटौँला नेक्स्ट भ्लगमा बाई बाई सी यू यता हेर